होइन होइन अट्दैन अब जाँदाखेरि मात्रै जम छिटो छ आउने यहाँ एकछिन कस्तो हौ सक्छु होला त भन्नु हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल आज चाहिँ हामी कहाँ जाँदैछौँ मार्केट ब्रिज जाँदैछौँ आज चाहिँ मान्छेले चाहिँ देखेर हामीलाई हाँस्छ किनभने आज एकदम जाडो वेदर छ अनि हाम्रो आउटफिट चाहिँ यस्तो छ अन्त म चाहिँ तर अनि ऊ चाहिँ भरिङबाट तल पचारेर बिचराको खुट्टा मड्किरहेछ मलाई आमाले ठिक छौ नि हजुर आमाले देखाउनु भएको थियो कि त कति लड्छिसेर भन्नुभएको थियो हेर्नु त आज भर्खर है आज त दुईचोटि पो त तिम्रो त त्यही हो आज चाहिँ हामी चाहिँ बिच जाँदैछौँ आजको वेदर चाहिँ एकदमै नराम्रो छ वेदर अनुसार चाहिँ हामीले चाहिँ ड्रेसअप चाहिँ अलिक नमिले जस्तो भइरहेछ तर इट्स ओके के छ त्यहाँनिर होइन भइरहेको छ कि बा एकदम सनी वेदर उहाँ चाहिँ दुईजना हाम्रो हुनुहुन्छ जाँदै हुनुहुन्छ यहाँ हेर्दै त हेर त यहाँ ओइ हामी चाहिँ अहिले ट्रेन स्टेसन जाँदैछौँ यहाँबाट चाहिँ हामीले कति मिनट हिँड्नुपर्छ भन्दा त 15 मिनट्स तर अहिले ऊ यस्तो खचाङ भएको छ 20 मिनट्स लाग्न सक्छ हामीलाई के भयो रे ओके छ त हामी ढिलो भयो अरे अब हामी छिटो हिँड्छौँ ठिक छ मैले तिमी अहिले खुट्टाहरू काट्दै दुखिरहेछ त्यही हिँड्दै चाहिँ सकिरहेको छु तर बिस्तारै 20 तारिकको किनभने ऊ एकदमै साह्रो पनि लडेको थियो कि गुरुङ्ग साउन्ड आएको थियो म त बाहिर चाहिँ पुरै भ्लग बनाउनु स्टार्ट गरेको भएर त ड्याङ आएको थियो हामी चाहिँ ट्रेन स्टेसन आइपुग्यौँ होइन भात त यत्रो खाएर आएर चाहिँ के खाने नखाने अहिले ट्रेन स्टेसन आइसकेको छौँ ट्रेन पर्खिरहेको छौँ मेरो भाइ हेलो गर्दो हेलो 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 गर्दो ल तिनजना हेलो गर्दो ल हेलो गर्दो तिनजना ब्याग बोकाएर है तिनजनालाई अब चाहिँ हामी चाहिँ ट्रेनलाई वेट गरिरहेको छौँ ट्रेन आइसकेपछि चाहिँ हामी हाम्रो जर्नी चाहिँ स्टार्ट हुनेवाला छ अन्त नि ग्रेस ट्रेन आइसकेको छौँ र हामी यो स्टपमा उत्रिन्छौँ अनि त्यहाँबाट फेरि अर्को ट्रेन चढ्छौँ अनि फेरि एक स्टपमा फेरि उत्रिन्छौँ अनि फेरि अर्को ट्रेन चढ्छौँ अनि त्यहाँपछि मात्र हामी चाहिँ हाम्रो डेस्टिनेसनमा पुग्छौँ ट्रेन चेन्ज गर्नु पर्दैन हामीलाई रमाइलो भइरहेछ टिकटक बनाइरहेछौँ अनि मेन थिङ चाहिँ हामी चाहिँ एकदम अब घाम लाग्ने रहेछ त्यो बिचमा चाहिँ त्यही भएर हामी एकदमै खुसी छौँ केही भन्नु छ तिमीलाई घाम पुरा लागिरहेछ त्यही भएर खुसी छौँ हामी एकदमै खुसी छौँ घाम लागिरहेछ हामी चाहिँ अब ट्रेनबाट उत्रौँ अब हामी चाहिँ प्लेटफर्म 2 मा जाँदैछौँ ट्रेन चढ्नको लागि पक्र न उसको खुट्टा त्यस्तो भइरहेको थियो तिमी त्यस्तो छोडेर जान्छौ अब त पार्दैन हामी चाहिँ जाँदैछौँ अब अर्को नेक्स्ट ट्रेन चढ्नको लागि अनि निन्द्रा लाग्यो हामी रक्स खाएर नसकेपछि रक्सीको कुरा चाहिँ किन निकाल्नु पर्यो रक्सीको कुरा त इज म्यान्डेटरी होइन सौरभ रक्स त्यही भएर हिजो दाइले 5 गोल खानुभयो रक्सी खाएर है गुडीलाई भोटिने बुटु अब म भिडियो बनाइदिन्छु दाइ दिदीको हो अस्ति मैले हामी चाहिँ अर्को प्लेटफर्म आएन सक्दैनौँ हामी चाहिँ अर्को प्लेटफर्म आइसकेको छौँ प्लेटफर्म 2 मा जुन चाहिँ कि हामी चाहिँ के गर्छौँ ट्रेन चेन्ज गर्छौँ हामी यस्तो ट्रेनमा चढ्ने हो वाउ
अरे गाइस हाम्रो त ट्रेनै प्याक भयो नि अन्त नि हामी सुरुमै अगाडि गएको भन्ने रहेछ ला यो त खुल्दा पनि खुलिँदैन रहेछ ला खुल्यो 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 ट्रेनमा त चढ्यौँ तर के भयो हामी टोरेलको छेउमा छौँ किनभने सिटै एकदम झ्याल पनि छैन 1 आवरको टुर नो झ्याल टोरेल चाहिँ यही साइडमा गराइन्छ कसैले चाहिँ टोइलेट गरेर हुन्छ कि नाक छोडेर बस्नुपर्छ Service to हामी चाहिँ अगाडि ट्रेन छ अरे सिट देख्न जाँदैछौँ Rochester, Chatham, Herne Bay, Urchington on Sea, Margate, Broadstairs, and Ramsgate. यहाँ आएको रहेछ नि त ल अब हामी चाहिँ झ्यालको सिटमा आयौँ सौरभले खोजेर अब हामी चाहिँ यहाँ अब हामीले चाहिँ झ्यालको सिट पायौँ सौरभले एकदम भलोको काम गर्यो उसले चाहिँ होइन अल्छी हामी एकदम इन्जोय चस्मा लाउन ओइ कुन चाहिँमा पुग्यौ हौ दुनियाँमा पुग्यौ तिमी त कुन चाहिँ दुनियाँमा पुग्यौ निन्दा लाग्यो मलाई शरद तिमीलाई पनि निन्दा लाग्यो त्यत्रो सुतेर पनि निन्दा लागेको हेर त देख्छौ के भन न त यसको बारेमा तिमीलाई के भन्नु छ दुईजना के छ र गेम खेल्यो खालि अन्त नि त्यस्तै हुन्छ नि दुईजनालाई त्यही त नि खालि गेम खेल्यो गेम खेल्ने अनि त्यहाँबाट चाहिँ निन्दा लाग्यो भन्ने आयो कि गेम हालिसकेपछि चाहिँ यस्तो Once again, shortly arriving at Strood, change at Strood for services to Maidstone West and Paddock Wood. बुझ्नुभयो ल ओके छ त भाइ कति लाग्छ अझै पुग्नको लागि 1 घन्टा 1 घन्टा ठ्याक्क छ नेपाली बारा नेपाली बारा त कहीँ पनि छोड्दैन क्या खानु र अरे लास्टमा चाहिँ हेर न अहिले खाएको कपसको चाहिँ यो फेभरेट हो है हाम्रो चाहिँ एकदम फेभरेट हो है बिच्चा यो खाँदाखेरि चाहिँ आनन्द आउँछ नेपाली नेपालको याद आउँछ हामी चाहिँ के खाँदैछौँ होइन कुरकुरे ए हामीले यो एडभर्टाइज चाहिँ गरिदिएको छैन है त जस हामीले के खाएको भनेर देखाएको 50 रुपियाँ खाएको वेटिङ फेरि ब्याग आयो बाटो भन्दैन
नभन्नु न हेर न है के भयो हजुर त्यो त पछाडि मान्छे चाहिँ हरायो क्या यो मान्छे चाहिँ उयो बुढाबुढी चाहिँ हरायो जस्तो छ क्या बिचरा के गर्नु है माछा आउँछ त्यो फेरि मलाई धेरै ओभर एक्टिङ गरेर भने आफ्नो पार्टनरको मात्र भिडियो गरिरहेको सौलेको मतलब मेरो भन्दै त नि आज चाहिँ हाम्रो क्यामेराम्यान भनेको हाम्रो भाइले चाहिँ हाम्रो भिडियोहरू दामी दामी बनाइन्छ आज चाहिँ मैले असलमा बोतल गर्नु पर्दैन अनि मसँग आज नि सक्दैन पनि जस्तो लागिरहेको छ मलाई किन हो दाइ तपाईँलाई के भन्नु छ के भन्नु मलाई भन्नु न अस्ति कस्तै हामी कहाँ जाँदैछौँ अरे दाइ हात्तीको चाक ठुलो ट्रेन लिएर जानु आँटेको छ चाहिँ हात्तीको चाकमा होइन हामी हात्ती पनि छ यहाँ हात्ती आएछ अब चाक खोज्दैछ हात्तीको अनि दिदी चाहिँ म चाहिँ होइन म झन् अर्ना पर्ना होइन हौ भैँसी हो हामी चाहिँ हाम्रो टाइम काट्दै के अरे? भैँसीको गयो ठोकायो मेरो काट्यो ओ ओइ कसले काट्यो मैले काटेँ कस्तो बेहोरा सकेको केटा रहेछ हौ आइमे रहेछ हौ कस्तो खेल न छिटो किन काटेको त मेरो अनि डर्क्याएको थियो घरमा छिराउनु न त्यो तपाईँको एउटा अब म काट्छु पकल मेरो सक्छ तिमीले मलाई काट्यो होइन 1 2 3 4 5 तिम्रो म अब कट्टा हानिदिन्छु 1 2 कट्टा 3 4 5 ओइ ल ल ल गेम सिरियस हुँदैछ है अब चाहिँ हामी त्यहाँ गोटी चढ्ने बित्तिकै ओइ खेल न छिटो पापी कमान पापी कमन कमन छोका ये क्या आजको हाम्रो विनर दीक्षा आजको हाम्रो सेकेन्ड सौरभ आजको हाम्रो थर्ड तपाईँको नाम पनि थाहा छैन आजको हाम्रो सेकेन्ड हाम्रो बादर औसित हाम्रो थर्ड अनि म चाहिँ होला हजुरहरूलाई पनि हामी चाहिँ रेकमेन्ड गर्छौँ कि लुडो खेल्नुहोस् भनेर कति छिटो टाइम क्या कोरोनाको बेला खेल्थ्यौँ हौ लुडो टाइम कस्तो मजाले जाने रहेछ क्या अब हामीले चाहिँ कति 12-15मा हामीले स्टार्ट गरेको थियौँ ठ्याक्क 45 मिनट्स हाम्रो गेम सक्यो अब हामी आइपुग्नु पनि लागिसकेको छौँ त्यही हो मजा आयो अब हामी फर्किँदा पनि हामी खेल्छौँ होइन त मजा आयो अब चाहिँ हामी चाहिँ एकैचोटि मार्गेट ट्रेन स्टेसनमा पुगेपछि भेट्नुपर्छ बाई कसले हग्यो कस्तो हामी चाहिँ मार्गेट टाइम अब चाहिँ हामी जान्छौँ कता जान्छौँ होइन बिच पहिला सुरुमा सामान किन्नु पर्यो पहिला सुरु हामी खानेकुराहरूको सामान किन्छौँ हामीले अलरेडी यसमा चाहिँ हामीले चाहिँ चटपटीहरू बोकेको छौँ अनि कन्नाहरू पनि लिएर आएको छौँ अनि त्यहाँबाट चाहिँ हामी चाहिँ अब चाहिँ कुनै एउटा के किन्छौँ हामी चिकनहरू किन्छौँ फ्रुट्सहरू किन्छौँ अनि पानी किन्नुपर्ने छ नम्बर 1 त पानी छैन हामीसँग अनि त्यहाँबाट हामी चाहिँ बिचमा जान्छौँ होइन ल छिटो जाउँ न त अब त हाम्रै त हो नि ल अन गर्दै हिँड न पहिला बाहिर ल ल ल अब चाहिँ हामी चाहिँ मार्केट ट्रेन आउन देख्छ अनि यहाँबाट चाहिँ हामी जान्छौँ कहाँनिर जान्छौँ सब्र मार्केट बिच
कस्तो रे कस्तो बेज्जत गर्दो अस्ति त मेरो ओ यहाँ हामी त फ्रीमा आएको भन्नु रहेछ हौ बेकारमा टिकट पनि लाग्यो कस्तो जाडो रहेछ हौ यहाँ त ए उति रहेछ त अनि के हो यस्तो ए हामी त ट्रेन स्टेसन निस्किने बित्तिकै हेर्नु यहीँ रहेछ त लु कस्तो दामी दामी छ दामी रहेछ है है राम्रो वर्थ इट नि आएको चस्मा लगाऊँ न अब नपर्ने होइन धेरै हिँड्नु पनि नपर्ने ठ्याक्क ट्रेनबाट निस्किने बित्तिकै हामीले बिच देखिरहेको छ होइन देखिँदैन त्यही भएर चाहिँ एकदमै ब्युटिफुल अनि हामीले चाहिँ ठिक नै गरेको होइन यो चुज गरेर खास चाहिँ हामीले चाहिँ सुरुमा चाहिँ कहाँ जाने भन्थ्यौँ हेर्ने बिच जाने कि अनि के भन्थ्यौ तिमीले सी साउथर्न रेल सी कि त्यो चाहिँ हुन्छ नि सीबाट चाहिँ ट्रेन जाँदो रहेछ क्या त्यहाँ पनि जाने कि भनेर सोचेको थियौँ तर हामी आयौँ तर राम्रो गऱ्यौँ हामीले एकदमै राम्रो अनि फेरि लन्डनको वेदर हेर न कस्तो धुम्म भएको छ लन्डनको वेदरमा अनि लन्डनको वेदरमा यस्तो धुम्म वेदर भएर हजुरहरूले हाम्रो फर्स्ट अगाडिको भिडियोमा पनि देखिसक्नु भएको थियो कस्तो वेदर थियो भनेर होइन तर यहाँको वेदर चाहिँ वाउ कस्तो राम्रो वार्म अनि त्यहाँबाट सन्नी वाउ हेर न त्यहाँनिर ओइ कस्तो दामी है वाउ हेर त हिँड तिमी हिँड ल दामी है ओइ सीको छेउमा भएर क्या उडायो हावाले भयो नि त मेरो त लुगा त ओइ हेर न वा दामी है बजार पनि यहीँ छ जस्तो छ सामानहरू किन्ने बजार पनि यहीँ छ चिकनहरू किन्ने खानेकुराहरू होइन अब मेरो खुट्टा ऊ चाहिँ कचाङ कचाङ भइरहेछ अहिलेसम्म स्टिल त्यस्तै भइरहेछ उसलाई दुखिरहेछ यहाँ चाहिँ यस्तो रहेछ यो के लेखिरहेछ My cheese and pickle sandwich made by mom are heavy in my lap रे यहाँ चाहिँ छ यो यस्तो अनि दुईजना चाहिँ छ यहाँ एकदमै रिसाएर उभिरहेछ है त दुईजनालाई ए ल ल ल जाऊ ओइ कस्तो लाग्यो दामी छ है वाउ तिमीले एउटा के ख्वाइस गरेको थियौ स्यान्डविच जाने मैले तिम्रो ख्वाइस पुरा गरेँ अब भेट कि त तान्नु नदिएको भनेको क्या भिडियोमा भइलेन्छ भेट तान्नु भने म के किसिमको जस्तो ओइ आउनु त्यसो त वाउ कस्तो दामी क्या खाऊ एकदमै दामी यो चाहिँ घोडा गयो हामी पनि घोडा चढौँ न घोडा चाहिँ कहाँ पाउँदो रहेछ क्या सुटिङको घोडा रहेछ क्या त्यो घोडा हामी त साँच्ची नै घोडा चढ्नु मिल्छ भनेर है गरेको थियौँ तर होइन रहेछ घोडा चाहिँ त्यो चाहिँ आफ्नै लाइक अनरकै रहेछ क्या उनीहरूको ए दामी है तिमीहरू पौडी खेल्यो भने खानेकुरा किन्नु जाउँ न जाउँ त्यस्तो टाढोबाट आएर पनि कस्तो राम्रो वाउ स्ल्याक्स त हो नि अब यो स्ल्याक्स पनि हाफै लगाएको छु यहाँ चाहिँ फिल्म सुटिङ हुँदैछ के को हुनु चाहिँ सुटिङ चाहिँ हुँदैछ यहाँनिर आई डोन्ट नो तर के को हो सुटिङ चाहिँ हुँदैछ मलाई चाहिँ एकदमै राम्रो लाग्यो ठाउँ है देख्छ तिमीलाई कस्तो लाग्यो एकदमै राम्रो छ एकदमै लाइक हुन्छ नि सनी वेदर भयो अनि त्यहाँबाट ठ्याक्क बिचको साइडमा चाहिँ लाइक मार्केटहरू रहेछ क्या त्यो भयो भने चाहिँ हामीलाई इजी भयो नि त सबै सामानहरू किन्नको लागि पानीहरू किन्नको लागि भोक लाग्यो भने खानको लागि होइन
पछाडि चाहिँ यस्तो छ वा भेरी नाइस अर्डर गर्दैछु के खाने बसेर हेरौँ न आइहाल्छ नि भाइ यो त यहाँ बनाउँदैन होइन बाहिर यहाँनिर महँगो पर्छ क्या बाहिरतिर होइन त्यो मार्केटतिर किन्न हुन्छ नि त अब म चाहिँ एकदमै चप्पल खोलेर हिँडिरहेको छु हिरोइन पल्टेर कतातिर बस्नु सुरु गर्न आँटेको एकछिन है एकछिन थुक्का मान्छे त थुक्का फेरि दाइ दिदी खै थुक्का अहिले यहाँ खोलेर राखिदिँदैछु झन् अहिले बेसी लाँदा नदेखाऊ है हाम्रो चाहिँ रेडी भयो हाम्रो चाहिँ खानेकुराहरू यो चटपटी चाहिँ हामीले बनाउनु बाँकी छ उसले चाहिँ स्टार्ट गरिसक्यो खानको लागि माइको लागेर उयो भइसक्यो अब चाहिँ चस्मा काम हामी चाहिँ बिचको साइडमा बसेर चाहिँ हामी खानु लाग्दैछौँ एकदमै वाह यो चाहिँ मेरो एकदमै ड्रिम थियो क्या बिचको साइडमा बसेर हल्का मिनी पिकनिक गर्ने वाह पुरा भोक लागिसकेको छ खाने के हो ल ल ल यो चिकन वेजेस बफालो वेजेस चिकन मेक्सिकन ल चेस गरौँ ल हड्डी चाहिँ कहाँ राख्नु यहाँ खाने रोज निकाल न छिटो सिगर आउनु थाल्यो है ल यसले मान्छे बोलायो सबै आइसक्यो त यो त पलाएको भनेको नकराउनु चुप लगाएर खाऊ न यिनीहरू उडेको हो क्या यसलाई भगाउँछ है पिज्जा खान्छु म त पिज्जा कस्तो लाग्दैछ त गाइजहरू राम्रो लागिरहेछ ओइ यिनीहरूले त हामी कसलाई बोलाएको साथी बटुल्दैछ त्यो खुवाउन पर्यो छोप्ने हो क्या आयो अर्को आयो टाउको माथि उहिले छोप न ओइ छोपलाई त्यो छोप्दिनु त पर्दैन हौ छोप्नु यो त गाह्रो खायो भने त त्यो त म गाँड हान्छु यो बिचको साइडमा चाहिँ खानु एकदमै गाह्रो यो सिगल आएर होइन हौ म किन हाँसेको भन्नु नाकमा लागिसक्यो नाक पनि राख्दैछ अहिले चिसम Trabajo. माथिबाट होइन भिडियो ए भिडियो हो ए त्यसै त अलिकति अब के सुन्नुभएको दाइ हामी कहीँ पुग्यौँ अरे हामी अहिले चाहिँ यहाँ ठुलो हात्तीको चाकमा आइपुग्यौँ भेटायो अनि त्यो बाफ उडेको जस्तो देखेको हेर नि त्यहाँ छायाहरू आयो हट्टा छोरा हामी चाहिँ अहिले बिचमा आइसकेको छौँ अब फोटोसुट गर्ने वाउ दामी छ दामी 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 दामी
अनि यहाँ चाहिँ केटाहरूले चाहिँ हाम्रो सबै सामानहरूलाई चाहिँ पोको बनाउँदैछ यहाँनिर किनभने अब हामी एकदम जुत्ता सबै निकालिसकेको छौँ सबै ब्यागहरू यहाँ छ अनि चाहिँ यो सबै यहाँ राखिसकेपछि चाहिँ अनि हामी जान्छौँ फोटो खिच्न घुम्न यो चाहिँ यहाँ छोडिदिन्छौँ स्ट्रगल इज रियल अर्को पापले यहाँ ठुङ्गेर सबै निकालिदिन्छ होला यसले यही हो क्या यही हो भयो डन लाने होइन अलिकति अगाडि लाने क्या अलिकति अगाडि लगाउँ न हामी त उता पर हुन्छौँ नि त यहाँ हुँदैनौँ क्या दुईजनाले बोक न अब पोका पकाएर ल हिँड साथीहरू सर्वा भयो अब घर सर्वा हामी चाहिँ अब बिचतिर जाँदैछौँ अनि त्यहाँबाट अलिक छेउछाउमा पुगेपछि है एकदमै चिसो तर एकदमै दामी ठाउँ छ पछाडिको भ्यू दामी छ चित्त बुझ्दो पानीमा त नजाउँ होला हौ माथिबाट मान्छे के सोच्छ वा यिनीहरू कस्तो दिमाग चलाएको भनेर सोच्छ यिनीहरूले होइन बिचमा आएर एकदम पिसफुल छ है छोटो मिठो प्लान अनि प्लान सक्सेसफुल एकदमै रमाइलो एकदमै पिसफुल होइन त हो नि आउने खुट्टा यस्तो गर कुदा ल्याउ न त अनि सकिँदैन हाम्रो चाहिँ प्रिन्सेस ट्रिटमेन्ट हुँदैछ यहाँ चाहिँ लोगो ए टोइलेटमा पानी छ र कस्तो लागिरहेछ त दिक्षा कस्तो खै त चप्पल लगाइदेऊ न त कस्तो वाला पानी यहाँ भएन नि त पछाडि हुन्छ अब चाहिँ हाम्रो फाइनल घर जानुमा चटपटे खाँदैछौँ सबै फोटो खिचेर भिडियो बनाएर एकदम थाकेर चटपटे खाँदैछौँ होइन ओइ के खाँदो रे त्यति खाएर चाहिँ हामी घर जान्छौँ हेलो एभ्रिवान सो अब चाहिँ हामी रिटर्न हुँदैछौँ एकदमै टायर्ड छौँ एकदमै टायर्ड लुगा पनि चेन्ज गरिसकेको छौँ तातो न्यानो लुगा लगाएको छौँ के भन्नु छ कस्तो भयो त आजको दिन हेर न त्यहाँनिर कस्तो भयो त आजको दिन रमाइलो एकदम रमाइलो मजा आयो सोचेको भन्दा राम्रो भयो त्यही त नि ओके गाइस अब चाहिँ म चाहिँ फेरि यहाँ एन्ड गर्ने छु सो डोन्ट फर्गेट टु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब बाई मैले भिडियो एन्ड गरिसकेको पनि यहाँ असितले बोलेको देखेर ल भन त स्टार्ट गर न अघि जसरी बोल न अघि बोलेको थियो नि अब हामी टेक अवे गर्ने अनि त्यसपछि नुडल्स खाने अनि त्यसपछि ह्यागुल्ला खाने अनि त्यसपछि टट भयो नि आयो